कुरो सत्यजुको हो। एकजना धनी ब्राह्मण रहेछन्। तिनले जङ्गलको चौबाटोमा एउटा ठुलो तलाउ खनाछन् र पानी सङ्लो टल 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 भरि भएछ र सबैले खाँदा रहेछन्। एक दिन त ब्राह्मणले पनि गएर यसो हेरेर त त्यो तलाउको छेउमा त खुरखुदी पारेको छ। अनि केले यसो गरेछ भनेर लुकेर बसेछन्। कैलाशबाट सुई शिवजीको वाहन नन्दी आउँदो रहेछन् र पानी खाएर त्यसो गर्दो रहेछन्। अनि भोलिपल्ट फेरि गएर बाहुनले च्याप्प पुछेर पक्रेछन् र सुई उडाएर नन्दीले कैलाशमा पुर्याएछन् र अनि त्यहाँ शिव पार्वतीको दर्शन गरेर मिठा मिठा परिकारहरू खाएर एक सातामा घर आएछन्। र अनि जालले सोधेछन् तपाईँ कहाँ जानुभएको थियो यति दिन भन्दाखेरि म त यसो यसो शिवजीको वाहन आउँदो रहेछन् पुछेर समातेर कैलाशमा गएर शिव पार्वती दर्शन गरेर आएको भन्दाखेरि ओहो त्यसो भए त हामी पनि जान्छौँ नि भनेर उनका जान अरू पनि सबै आछन्। आएर अनि जब नन्दी आएर पानी खाएर उड्ने बेलामा बाहुनले च्याप्प पुछरमा पक्रेछन्। त्यहाँबाट बाहुनले पक्रिन्छन्। त्यहाँबाट एवं क्रमले अरूले पनि पक्रेर अनि सुई नन्दी उडेपछि उडेर गएछन्। कैलाशमा पुग्ने बेलामा एकजनाले सोधेछन् तपाईँ त उहाँ धेरै कुरा खाएर आउनुभयो के त्यहाँ फलफुल पनि हुँदो रहेछ भन्दाखेरि ओहो के नहुनु कत्र कत्र दाना हुँदो भन्दाखेरि बाहुनले हात छोडिदिएर एक दाना हुँदो रहेछन् भनेर भन्ने हुँदाखेरि त अनि आप कटले चिप्नेछ भन्न भनेछन्। अनि त्यहाँबाट पुछेर छोडिदिएपछि सुई तल बजेर चिरिप्पै गएछन्। हेर्नुहोस् जसले पनि जुन काम गर्नु छ म के काम गर्दैछु कुन काममा छु भनेर ध्यान नराखी काम गर्दा यस्तै हुन्छ। त्यस्तो त्यसरी गएको बेला चाहिँ अनि हात छोडिदिएर बात मार्ने हो त। तसर्थ सबैले जुन काम गर्नु छ त्यो काममा ध्यान राखेर काम गर्नुपर्छ र मात्रै सफल हुन्छ है। ज्योतिष राम कुमार कार्की।